फाइनली हामी चाहिँ कुरेजीमा आइल्यान्ड आइसक्यो। हामी चाहिँ यो यस्तो लामो पुल तरेर चाहिँ आएको। के हामी मेरो ड्राइभिङ कस्तो लागिरहेछ? हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ उता नागो कतै क्याम्पिङ जान लाग्यो, तर पनि आज लास्ट ढिला भएर कामबाट हतार त्यो पनि आज त्यो के भन्छ आधी घन्टा लेट भएर हतार भात पनि नखाइकन यत्तिकै जान लागिरहेको छु। देखि अब त्यहाँ गएर के हुन्छ। अहिले म बाटोमा के हुन्छ तपाईलाई देखाउँछु। हामी चाहिँ बाटोमा जाँदा जाँदा चाहिँ त्यहाँ नजिकै चाहिँ टोडोरकी वाटरफल रहेछ। हामी चाहिँ त्यो हेर्न जाँदैछौँ। त्यसपछि चाहिँ हामी नेक्स्ट डेस्टिनेसन जानेछौँ। साथीहरु आइसक्यो अरे भनेर अघि जब राति बुढी ताती भन्दा नि खाना त्यो म त मरे हो मरे सो डटी यस्तो नमिठो दिक्क हाम्रो ग्याङहरू यहाँ आइसकेको रहेछ। फाइनली हामी चाहिँ रेड भयो। टिकट काट्नु पर्ने रहेछ। हामी चाहिँ टिकट काटेर यहाँ पनि छ। पैसा मात्र बजाइदिएर गइसक्यो। के साड दिएको? कति कारण इसको? हाम्रो यस्तो झर्ना त छैन जस्तो छ। त्यस्तो त त्यो 90s को फोटोहरु हो क्या। पैसा तिरेर चाहिँ हामी वन घुम्न आएको है गाइज। यहाँ तोइरे चाहिँ छ ऊ त्यहाँ रहेछ हौ। घाँसहरुको फोटोहरु देखाइरहेछ छैन हौ यहाँ चाहिँ। काटै हिँड्ने नि बाल छैन। 200 रुपैयाँ तिरेर यही हेर्न आएको हामी चाहिँ। हाम्रो चाहिँ रियालिटी र एक्सपेक्टेसन डिफ्रेन्ट भेटायो। सो द्याट हामी यहाँ झर्ना पनि घुम्यौँ। अब यहाँ जङ्गल भएर हामी चाहिँ जानेछौँ। उनीहरू चाहिँ त्यहाँ फोटो सेसन चलिरहेछ। मेरो चाहिँ कस्तो सुहाए क्या। सो द्याट म चाहिँ त्यही भएर यहाँबाट गएँ बाई। तर इट्स लाइक यो चाहिँ एकदम पिसफुल जग्गा मन पर्नेहरूलाई चाहिँ ठिक रहेछ। अनि तर मुड फ्रेस गर्नको लागि चाहिँ यहाँ आएर चाहिँ एकदम गर्दा चाहिँ हुन्छ। यहाँ रमाइलो छ वातावरण। हो घाँस च्यापेर मर्न लाग्यो म्याम। यस्तो बेलामा मुत्न पायो भने त कम्ता मजा आउँदैन।
Okay. जुम जुम लागौँ भोक लाग्यो भोक लाग्यो प्रीति चाउचाउ खाउँ We are heading to destination, but I don't know destination कहाँ छ so that हामी त्यहाँ गएर देखाउँछु बाटोमा के कस्तो हुन्छ टिकिन्जेलको लागि बाई बाई फाइनल्ली हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो यो चाहिँ यस्तो यस्तो रहेछ यस्तो यस्तो रहेछ अनि यस सनराइज सनसेट हुन लागेछ वाउ हामी बस्दै चाहिँ यो कटेजमा Oh my god. हाम्रो डेस्टिनेसन चाहिँ यही हो बट लाइक हुन्छ नि रियालिटी र एक्सपेक्टेसन भने त्यस्तै हो तर एकदम पिसफुल जग्गा छ यहाँ चाहिँ अनि हाम्रो चाहिँ यहाँ आइपुगिसक्यौँ चटु लगाएर बस्ने ठाउँ चाहिँ यो है कटेज इट्स लाइक अ कटेज बार्बिक्यू गर्ने चाहिँ यहाँ पहाडको यस्तो भित्राजको चाहिँ कस्तो छ होइन यहाँ चाहिँ यस्तो रहेछ भित्र चाहिँ ल होइन एसी डिसी सबै भएको तोइरे ओ तोइरे किति पाइ तोइरे ओहो ओपुरो पनि सानो रहेछ वाह वाह यस्तै हो कस्तो लाग्यो तपाईहरुलाई यो ठाउँ सबजना सबैजना त अड्कि त्यहाँ उ भत्किन्छ होला यो पनि यस्तो छ फ्रिज छ आजको ड्राई पिकनिक गन हान्नु त प्याराले एकै हाल्दिनु न अब यो लाने कुरा हुँदैन होला त This is golden hour. Barbecue. बार्बिक्यू गर्दैछु यस्तो छ तर अँध्यारो छ यहाँ
Everyone, let's have fun. Yes, we are barbecue. Barbecue गर्दैछौँ चाहिँ अहिले गाइजहरु Cheers. दुआले भिडियो नि देखेन नि है त्यो ठुलो चाहिँ भएन तिहार आइज तेरो मेरो हेर यहाँ रङ्गी चङ्गी क्रिया गरेर मेरो अलि ओए निलो भाइ यो त सही भयो क्या अलि कस्तो उज्यालो ल मेरो त निको त एउटा त्यसकै रामले पनि बोल्दो रहेछ Hello guys, next day, next morning. कस्तो फिल भइरहेछ तपाईहरुलाई यहाँ आएर भनिदिनु होला जनता जान्न चाहन्छन् यहाँको चाहिँ यस्तो हुँदो रहेछ हैन भ्यू चाहिँ वाउ लाइक अब हामी चाहिँ जङ्गलको यो बिचमै माथि एउटा कटेज टाइपको छ कि यस्तो टाइपको छ मान्छेहरू चाहिँ यहाँ जस्ट चिल गर्न मात्रै आउँदै रहेछ कि सो हामी चाहिँ यहाँ आएको छौँ हिजोको बेलुकाको सुताइ जस्तो भयो होइन तर भित्रको चाहिँ यस्तो दामी छ फेरि काठै काठको सुताइ चाहिँ फेरि पढै छ पढे वाउ हामी चाहिँ यस्तो दामी छ नि नेचुरल गाउँतिरको काठको के हो मजा त हल्लिन्छ त यार के हामी जाउनमै छौँ र ओ हामी सुत्ने छेउमा चाहिँ सर्प रहेछ यार झन्डा हामी चाहिँ ल त्यहाँबाट सानो पल्ट अम्बो झन्डा हामी बेलुका मलाई चाहिँ हिजो यस्तो फिल भयो यहाँ बेलुका त्यही भएर तलतिर नजाऊ भनेको मैले टिमलाई सर्प दाजु किन आयो तिमी हामी चाहिँ बिहान अब बार्बिक्यू गर्नेतिर छ बेलुका जे भयो अब बिहान चाहिँ हामी कलाएर त्यो चिम्टा ल्याउनु त यहाँ छ होइन यो त मैलै हो पुरानै हो Yes, हाम्रो बार्बिक्यू चाहिँ
खै हामीसँग हिजो नयाँ चिम्टा धोएर ल्यायो तिमीले त्यो तताउने अहिले फेरि रोटी खान थाल्यो होइन के त्यो पनि खाँदैन अहिले बो साह्रो तातो हुँदो रहेछ त हौ ड्याम ला 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 खै हाम्रो आउनु आउनु खानुले आउनु सुब गाडीमा ढिला गर्नुहुन्न मकै खायो आराम यो हाल्दा नि मजाले कम्मरले के तिर ल्याएर नि मलाई जान सस खानुहुन्छ तपाईँ हौ यता पनि ल पकाइ ल खाऊ 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 पड्काइछ है रातभरि यो पड्काएको होइन के नि के रहेछ के अरे हजुर रातभरि पड्केको पड्केछ हालो नि त्यो बोलेको त्यत्रो ठाउँ हालेर ध्यान ध्यान सबै हाल न कुनै तपाईँको विन्नाहरू पनि हाल न बस पल्टाइदिन्छ यो के गर्न आउनु तिमी ओम्बो ओम्बो यो तितै हुन्छ होला हौ यस्तो आगो बालेर ओ माई गुडनेस झर्छ है यहाँको फेरि वेदर फेरि म त साइको हुन्थेँ पहिले त ल एकैछिनमा पानी पानी पनि यस्तो टाइपको पर्दो रहेछ कि वार पर्छ क्या एकैचोटि भिज्ने टाइपको फेरि एकैछिनमा फेरि सुकिहाल्छ घाम लागिहाल्छ बाल्टीले खनाएको जस्तो हाम्रो बार्बिक्यू चाहिँ प्याकअप भयो होइन हाम्रो खाना खाएर सौरी सौरी गयो अब चाहिँ हामी यहाँबाट चाहिँ लाग्नेछौँ कहीँ जानु पऱ्यो भने यस्तो हुन्छ
हामी चाहिँ यही हुँदैछ हामी चाहिँ यहाँबाट आएको छ हामी ब्याक टु लाइक घरतिर जाँदैछौँ घुम्दै 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 अब चाहिँ हामी फाइनली यहाँबाट चाहिँ निस्किन लागिसक्यो हाम्रो चाहिँ बार्बिक्यूदेखि चाहिँ एभ्रिथिङ प्याकअप भइसक्यो सो द्याट हामी चाहिँ यहाँबाट अब यता घुम्दै 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 जान्छौँ आज चाहिँ यस्तो छ नजारा अब गाडी कटेजहरू चाहिँ यही हो टक्क बिल्ला 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 टाइपको हामी चाहिँ यहाँबाट अब लाग्दिन्छौँ जस लाइक रमाइलो भयो जस अब ठाउँ नै यस्तो चुज गरेर आएको छ जङ्गलको बिचमा छ यहाँ चाहिँ फ्यामिलीहरू आएर ग्यादरिङ गर्न एज अ फ्रेन्डहरू आएर ग्यादरिङ गर्न एकदम पिसफुल जग्गा छ आएर जस तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ यहाँ चाहिँ तर यो ठाउँ चाहिँ एक्ज्याक्ट के हो आएर न लाइक म अहिले देखाउँछु तपाईँहरूलाई वी आर गेटिङ रेडी चल्दिने अब हामी यहाँबाट चल्दिएको सुड्डेलाई हामीले इन्फर्म गर्नुपर्ने हो कि उमीतिर जाने लुगा लगाएर कहाँ हिँडेको अम्बो ल फाइनली हामी चाहिँ यहाँबाट चल्दैछौँ यो पुल चाहिँ एकदम लामो छ यताको आइल्यान्डबाट उताको आइल्यान्डसम्म जोडेको छ यो चाहिँ लामो न लामो छ तर यस्तो बवाल छ यार यो चाहिँ बवाल छ यहाँबाट चाहिँ दामीवाला छ भाइब्स पनि दामी आउँछ फाइनली हामीले चाहिँ पारिपट्टि आइल्यान्ड आइसक्यो यो पुल चाहिँ साह्रो लामो छ हो हामी चाहिँ यहाँबाट चल्दैको बवाल देखेको यार कस्तो क्लिन छ नि अम्बो कस्तो बल ठाउँ यार यहाँ त यार बस वाउ 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 फाइनल्ली हामी चाहिँ गुरुजीमा आइल्यान्ड आइपुगेको ओकिनावा पनि एकदम छुट्टै आइल्यान्ड हो क्या त्यहाँ चाहिँ ओसन टावर रहेछ सो द्याट हामी चाहिँ आइपुगिसक्यो गर्मी चाहिँ ओभर छ कि कसम भनेको यस यस्तरी निर चाहिँ हालत खराब हुने भयो आजलाई गुरुजीमा Can I go to toilet? Toire, toire. Toire itte mo ye desu ka? हामी चाहिँ अहिले ओसेन टावर हामी चाहिँ जाने चाहिँ त्यहाँ हो गाडी पार्किङ यता हुँदैछ हामी चाहिँ यहाँबाट चाहिँ यस्तो जान्छौँ यताबाट चाहिँ कता जाने जापान यहाँ आएर चाहिँ जापानको टेक्नोलोजी भन्ने चाहिँ यहाँ आएर देख्छु क्या यहाँ चाहिँ टोइरे यहाँ भित्र छ जस्तो छ आई वान्ट टु गो टोइरे फाइनली हामीले चाहिँ माथि टावरको लागि पनि
काटिसक्यो कुरी ओसन टावर टावरको टिकट बुमऱ्याङ बुमऱ्याङ यस्तो गर्ने नि क्यामेराले गर्छ कि होइन त उसले गरेर रहेछ नि त बुमऱ्याङ यस्तो यस्तो क्यामेराले गर्छ कि कुन चाहिँ एउटा बुमरेङ त्यो लेट्स गो हामी यहाँ टाइम छैन we don't have a time let's go बारे के काट्नु पर्ने हो ए त्यो अनलाइनबाट नि काट्न मिल्ने रहेछ ए कार्ड के होइन आउनु न यस्तो ठाउँबाट जानु पर्ने प्लिज यहाँ रहेछ नि त यो कारहरू पुन्टे कारहरू वा यहाँ चाहिँ यस्तो रहेछ यहाँ चाहिँ यस्तो रहेछ होइन यसमा चाहिँ ड्राइभर म बस्छु ल अटोमेटिक घरको सोधेर पानी निकालेको अटोमेटिक चलाउनै नपर्ने आफ्नै यो चाहिँ अटोमेटिक लममा यो चाहिँ आफै चल्ने रहेछ चलाउनै नपर्ने यो त हेर न अटोमेटिक पछाडि त मैले तिमीलाई अघि अगाडि जाऊ भन्दा चाहिँ पछाडि गएर बस्छ दुईजना मात्र राख्थ्यो ल हामी चाहिँ यसरी जाँदैछौँ माथि टावरमा वाउ कस्तो भइरहेछ मजा आइरहेछ मेरो ड्राइभिङ कस्तो लागिरहेछ मेरो ड्राइभिङ वाउ हेलो हेलो माथि जाने हामी चाहिँ टेक्नोलोजी भनेर आफै गुड्छ हेर न यो रिक्सा ल उनीहरू आफै फोटो खिच्दो रहेछ उनीहरूलाई थाहा नै छैन अघि भनिदिनु पर्ने बल्ल थाहा भयो हामी चाहिँ फाइनली माथि टावरनेर आइपुगिसक्यौँ यहाँ चाहिँ यस्तो माथि छ टावर चाहिँ हामी चाहिँ आइपुगिसक्यो सो द्याट या इन्ट्री चाहिँ यहाँबाट रहेछ खानेकुराहरू पाउने रहेछ यहाँबाट ए फोटो खै हेर यहाँ चाहिँ यस्तो वाउ यस्तो दामी दामी चिजहरू रहेछ यहाँ चाहिँ वाउ हेर्नु न वाउ यस्तो बवाल वाउ कत्रो ठुलो हो यो त
अम्बो क्राब्स हेर्नु न यार कत्रो ठुलो यार माछा यहाँबाट चाहिँ यहाँबाट जाने वाह यो अन्त यो पुल तरेर यो चाहिँ नेक्स्ट आइल्यान्ड हो अनि यो तरेर चाहिँ हामी आउनु यस्तो दामी यो एउटा दार्जिलिङमा आइल्यान्ड आइसक्यो हामी चाहिँ यो यस्तो लामो पुल तरेर चाहिँ आएको सो द्याट जस्ट रमाइलो रहेछ यहाँबाट यतापट्टि देख्यो जस्तो दामी सरी यताबाट ल दामी लाइक फाइनली हामी यहाँ टावरको चाहिँ माथि चढेर जानुपर्ने रहेछ जाँदैछौँ कुर्ली कुर्ली अँध्यारो रहेछ यहाँ बेबे के यहाँबाट हेर्ने यहाँबाट जस्तो दामी ठाउँहरू छ यहाँबाट माथि जाँदैछौँ हामी चाहिँ यताबाट आउनुहोस् कृपया यताबाट आउनुहोस् यहाँबाट चाहिँ हामी माथि जाँदैछौँ वाउ अब चाहिँ हामी फाइनल्ली माथि पुग्ने बेला पनि आइपुगिसक्यो जुन ठाउँमा हामी आउँदै थिए ओ माय गॉड गर्मी चाहिँ बवाल छ जस्तो छ वाह पुरी आइसल्यान्ड ओ गर्मी मान्छेहरू छ टन्नै हेरिसक्यो फाइनली ल Oh. Wow, finally हामी चाहिँ माथि टुरमा आइपुगिसक्यो ऊ त्यो पुल फाइनली यहाँबाट चाहिँ हामी चाहिँ तलाउनी आइसक्यौँ वाह यस्तो ल्याएर चाहिँ बाँधिने रहेछ यहाँ जस्तो अघि हामी आएको पुल चाहिँ हो रितायन यो त नेपाली जस्तो छ यो भनेको लभ यु लेख्ने त कसले नेपाली र गीता भन्ने नेपाली रितायन इभान्स
तल किन्न पाउँछ त गर्मी ए सरी हामी चाहिँ निस्केको Jump, let's go. We didn't have a time. Let's go, buddy. ड्राइभर बिनाको मोनोरोलमा चढ्दैछ गुरुजी गाडी राम्रो चलाउनु होला है अघि जाने बेला त्यत्रो घुमा त अहिले त कसम 30 सेकेन्डमा फुत्तै आइपुग्यो त यार अनि त मच्चा तोइरे जान्छु तोइरे Ocean Tower आज यस्तो खिच्देको छ के आइल्यान्ड रे कोरिया हामी लागो पाइनएप्पल गार्डन जाम न नजिक त्यही छ अहिले यहाँ तल उमी जाने पुल गरेर राखेको नि गाडी चाहिँ पुल पाल्नुपर्छ नि एउटा पार्किङ हो त्यहाँ गएर अनि उमी झर्नु र यस्तो गर्नु न अब पाइनएप्पल गार्डनतिर जानु पाइनएप्पल हो र हेर्नु न एकचोटि टाइम मलाई हो त्यो हेरेर जान चाहिँ मन छ मान्छेहरू चाहिँ यति धेरै प्याक हुने रहेछ यो ठाउँमा उयाले देखाइरहेको छ डल्फिनको तिमी आएर डल्फिन हेर्न गएन होला नि त त्यहाँ लेखा छ त यता लेखा छ त डल्फिन उफ्रिने यता होला किन चुराउने यहाँ यता लेट्स गो बारे हिँड्नु आउनु डल्फिन सो फाइनल्ली हामी चाहिँ यहाँ आइपुगिसक्यो तर मान्छेहरू चाहिँ टन्नै छ आउन बेबी छिटो मान्छेहरू चाहिँ वाइल्डै छ यार ओ माय गॉड Oh my. Wait there. Wow.
सक्यो फाइनली हामी चाहिँ चल्दै गयो यहाँबाट हेरेर पनि यहाँबाट यस्तो स्टेडियम दामी हेऱ्यो दामी दामी किन आँटेको हामी ए हिँड है 10 आधी घन्टा 2 घन्टा त हिँडिन्छ के हिँड्नुपर्छ जिन्दगीमा हिँड्नुपर्छ गाइज हिँड्नुपर्छ यहाँ त यो बाटो पनि यस्तो हुन्छ छैन तेर्सो जापानमा चाहिँ मान्छे एकदम अल्छी बनाइदिएको रहेछ कसम यार कसम यता हिँड्ने ठाउँ चाहिँ त्यहाँ हिँड्दैन यहाँ लिफ्ट जहाँ लिफ्ट यस्तो त छन् आइपुग्यो भजन भजन फाइनली म्याक आयो बल्ल चाहिँ आनन्द आयो म्याक खाएर पनि फर्किसक्यौँ अब हामी डाइरेक्ट रुम गएर बेडरुमला बहुत बहुत